Good morning guys. We are back. अनि आज चाहिँ बुटोल टु अर्घाखाँची सुब्बा देउराली. Hello guys. Here is my brother. Hello. हामी कहाँ जाँदैछौँ? सुब्बा देउराली. हामीले बाइक घरै छोडेर कामले यो मोमेन्टलाई इन्जोय गर्नलाई हैन. एक वर्षपछि बसमा चढ्दैछु म. एक वर्षपछि जम्मा मलाई लाग्दैन एक वर्षपछि 4-5 वर्ष त तपाईँ चढ्नु होइन जस्तो लाग्छ. ल यो बुटल भैरवाकोमा त 4-5 वर्ष भयो. त्यही भने के हेर्दै जानु. Hi guys, म कस्तो देखिछु? राम्रो देखिछु. I know that. अनि किन बाइकमा नगएको भन्दाखेरि चाहिँ आज पानी परिरहेको छ नि त. अनि रेनकोट छैन, दुईवटा पार्ट त थियो, यहाँ छैन. सो हामी बसमा जाँदैछ. बसमा तर मलाई कुनै किन जेमा गए पनि इन्जोय लिन मन लाग्छ. जे भए पनि खुसी हुन मन लाग्छ. जे कुरामा पनि, सानो कुरामा पनि, ठुलो कुरामा पनि. अच्छा ठीक है. बेला बेला मेरो खुसी लुटिन्छ भन्ने केही छैन. अब कति लुटियोस्, धेरै लुटिसके. Yikes. छैन. दाइ क्यास लिन जानुभएको छ. अनि फेरि क्यास बोकेर हिँड्दैनौँ क्या. रिच किड हो नि त. कोठा बाहिरबाट ज्याकेट आएर हिँडिरहेको छु म. पानी परेर जाडो भएर मेरो कोठाको लुक्स मैले कसरी देखाउने. पानी परिरहेको छ, जाडो भइरहेको छ. आज म कलेज नगएर सुब्बा देउराली जाँदैछु दादासँग. जस्तो म आफू होइन, म आफू रोइरहेको जस्तो लागिरहेको. यो पानी पर्दाखेरि यस्तो सिमसिम पानी. सेमाई छोक्खा छोक्खा. मलाई झुम्काको चाहिँ धेरै सौक छ ल. झुम्का टिपमा के गर्नु न. बसमा डुबिरहनु भएको छ अरे दाइ. मैले उहाँलाई यत्तिकै छोडिदिएँ. फाइनली बसमा त बस्यो, तर बसमा हामी बाइक कोही छैन. कति लक्की प्यासेन्जर हो हामीहरू. जम्मा 2 जना मात्रै छौँ. तर हामीले भर्न पनि सक्छौँ है. हामी फर्स्टमा चढ्यौँ भने त हामी लक्की भएर हामीले भर्न नि त पाइयो नि होइन. बस चेन्ज गरेर पूजा गर्दा हिँडेको मान्छे घर फेरि 10-11 बजीसम्म भोक लाग्दैन कि. ओ भाई मारो मुझे, मारो मारो मुझे, मारो मारो. होइन र घोडाइबाट जाने होइन र. कहाँबाट जान्छ?
एउटा अर्का हाँची सुक्खा दोराली हुँदै हुँदै जप 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 ओ भाई मारो मुझे मारो मारो मुझे मारो मारो इतनी भाई प्यास होनी चाहिए दाइले इमेजिन गर्नु होला के कोही साइडमा बस्छस् अनि यस्तै सल्लाह हामीले भने तिमी सुरुमा चढ्दा हामी मात्रै हो भनेर अहिले सिस लकी प्यासेन्जर हो अर्का हाजीतिर चाहिँ आयो कता आयो थाहा अच्छा ठीक है बाटोको कस्तो सुनसान डर लाग्छ कि मान्छे नाइट बस्दा हुन्न होला है यता डर लाग्छ कि अब हामी बल्ल पुगिँदैछ ल ठिक छ मेरो त पाठन पाइरहेको कुरो नबुझेर हामी भिडियो बनाएर युट्युबमा आनन्दले गाडी आउँछ नि नाच्दिनु होला केही भनिदिनुहुन्छ गाडी आनन्दले आउँछ नि बसमा चढेर आउनु होला कहाँ जाने बस यो यो ढाकाबाङतिर जाने हो सबैलाई ढिलो गर्नु त्यो आइस र हामी सँगसँगै आइयो टमेको हो कि होइन भन्नु त हुन्छ 2-3 बजाउँछ कति बजाउँछ भन्थ्यो 3 बजाउँछ अब ठिक्क मन्दिर पनि खुला हुन्छ पूजा गर्न यताउति मान्छे लाइन बस्नु पर्दैन अब बिहान चाँडै अब लाइन बस्नु पर्छु अहिले लाइन बस्नु पर्दैन मजाले पूजा गरेर भात खाएर उठेर रोटी खाने भने रोटी तन्दुरी खाने भने बार सूर्योदय होटल छ त्यहाँ राम्रो मटर पनिर जे पनि पाइन्छ अच्छा ठीक है
किन बसेको? ल फोर्नु आफ्नो मनको इच्छा मागेर फोर्नु न चढाउनु ल त्यो चाहिँ आधा त्यहाँ राख्नु फाइनली खाना पनि खाइयो सबै गरेर खाइयो पूजा नि गरियो फर्कियो फर्किनु भयो भ्यू कत्रो राम्रो देखियो होइन बल्ल भाइ उदास भइरहेको Jangan